वेल सर, मलाई चाहिँ खासमा युके को बारेमा एकदमै बुझ्न मन थियो। अहिले हेर्दाखेरि चाहिँ जसको पनि भिजा लागिरहेको हुन्छ हैन, त्यसको लागि चाहिँ क्राइटेरिया के छ, जसले पनि अप्लाई गर्न मिल्ने हो कि के हो, यसको बारेमा अलिकति भनिदिन मिल्छ हजुरले? सो अहिले युके को भिजा एकदमै राम्रो छ नेपालबाट, तर अब जुनसुकै प्रोफाइलले पनि अप्लाई गर्न पाउँछ भन्ने चाहिँ हुँदैन। त्यसको लागि चाहिँ तपाईँको क्राइटेरिया भनेको यदि तपाईँहरू ब्याचलर जान खोज्दै हुन्छ भने मिनिमम तपाईँको +2 मा चाहिँ 2.2 GPA भन्दा माथि हुनुपर्छ। र अहिले हजुरले सुन्नुभएको होला आइएल्स पिटी पनि गर्नु पर्दैन भनेर, हो त्यो पनि ठिक सुन्नुभएछ। तर त्यसको लागि पनि तपाईँले 12 को इङ्ग्लिसमा चाहिँ बी नत्र B+ लिएर आउनुपर्ने हुन्छ। र त्यस्तो क्राइटेरिया मिनिमम त्यस्तो क्राइटेरिया छ भने युके मजाले अप्लाई गर्न मिल्छ। र मेन हामीले फोकस गर्नुपर्ने भनेको युके को चाहिँ तपाईँले इन्टरभ्यू पार्ट हो। इन्टरभ्यू चाहिँ तपाईँको यता युनिभर्सिटीले पनि लिनुहुन्छ, त्यो पनि क्र्याक गर्न सक्नुपर्छ र पछि एम्बेसीले पनि लिने चान्सेस हाई छ। त्यसले गर्दाखेरि इन्टरभ्यूमा फोकस गर्यौँ भने युके को चाहिँ भिजा एकदमै हाई सक्सेस रेसियो छ। अनि इन्टरभ्यूको लागि हजुरले हामीलाई गाइड गर्नुहुन्छ? एकदम तपाईँको गाइडेन्स चाहिँ तपाईँको इच एन्ड एभ्री पार्टमा गर्छौँ। जस्ट लाइक तपाईँले डकुमेन्ट हामीलाई प्रोभाइड गरे पछाडि हामीले अफर लेटरको लागि पनि प्रोसेस गर्छौँ। अफर लेटर पनि कुनै कलेजको 2-3 डेज, कुनै युनिभर्सिटीको 1 विक 2 विक लाग्न सक्ला। त्यो अफर लेटर आइसके पछाडि तपाईँहरूलाई हामीले एभ्री टाइम तपाईँहरूलाई इन्टरभ्यू प्रिपरेसन गराउँछौँ। किनकि अब युके भन्ने बित्तिकै तपाईँको डकुमेन्टेसनहरू त्यस्तो खासै केही पनि चाहिँदैन, तर इन्टरभ्यू चाहिँ एकदमै फोकस गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले इन्टरभ्यू चाहिँ हजुरलाई एकदमै म्याक्सिमम तरिकाले प्रिपेयर गराउँछौँ, जसले गर्दाखेरि तपाईँहरूलाई पछि युनिभर्सिटीमा पनि इन्टरभ्यू दिने बेलामा गाह्रो नहोस् र पछि एम्बेसीमा पनि इन्टरभ्यू दिने बेलामा कुनै गाह्रो हुँदैन। सो फाइनेन्सियलको कुरा चाहिँ कस्तो छ यो? किनकि अब सबैजनाले अस्ट्रेलिया युएसए हामीले अप्लाई गर्छौँ होइन, धेरै जसो चाहिँ फाइनेन्सियलमै आएर अड्किरहेको हुन्छौँ होइन। यसमा चाहिँ के छ त, फाइनेन्सियल कुराहरूको के इस्युजहरू के हुन्छ यसमा? फाइनेन्सियल चाहिँ अब तपाईँको अलिकति अब पाउन्डको रेट अलिकति बढी हाई भएकोले गर्दाखेरि अलिकति कस्टिङ चाहिँ अलिकति हाई नै हुन्छ। तर के हुन्छ भने देयर आर सर्टेन युनिभर्सिटी जसमा चाहिँ तपाईँले फुल ट्युसन फी पे गर्नु पर्दैन, सेमेस्टर वाइज पे गर्दा पनि हुन्छ। र कुनैको अब 8 मन्थको 9 मन्थको मात्र पे गरेर जाँदा पनि हुन्छ। त्यसले गर्दाखेरि अब तपाईँलाई त्यस्तै गाह्रो छ, फाइनेन्सियली गाह्रो छ भने तपाईँहरूले इन्स्टलमेन्ट बेसिसमा पे गरेर जाँदा पनि भयो। भनेपछि द्याट्स मच बेटर होइन, फाइनेन्सियली अलिकति हुनेलाई पनि। सो भनेपछि अहिले राम्रै अपर्च्युनिटीको रूपमा आएको छ युके, लुकिङ टु द भिजा रेट्स होइन त? हजुर एकदमै। हजुर, अब हामीले चाहिँ ब्याचलर मास्टर्स र अरू के फिल्डको लाइक स्टुडेन्ट्सहरूले चाहिँ अप्लाई गर्न मिल्छ नि? यसमा अब लगभग सबै फिल्डकोले अप्लाई गर्न मिल्छ, तर अब स्पेसली अब युकेमा जाने भनेको चाहिँ +2 पास गरेको स्टुडेन्टहरू म्याक्सिमम ब्याचलर पास गर्न पढ्न गइरहेको हुन्छ। र त्यो मात्र नभएर तपाईँको मास्टरको लागि र मास्टर बाई रिसर्च प्रोग्रामको लागि पनि जान्छ। र स्पेसली डिपेन्डेन्ट जाने हो भने चाहिँ मास्टर बाई रिसर्च प्रोग्राममा चाहिँ अप्लाई गर्नेले पाउँछ डिपेन्डेन्ट। भनेपछि मास्टर रिसर्च अप्लाई गर्यो भने चाहिँ विथ डिपेन्डेन्ट जान पाइयो? हजुर पायो। भनेपछि द्याट्स गुड ल। ओके, सो अब जो पनि स्टुडेन्ट हुन्छ युके को लागि जान सोच्दै हुन्छ भने यु क्यान भिजिट आवर कन्सल्टेन्सी। टेक मी अवे।